यति बेला हामीसँग हुनुहुन्छ युवा निर्वाचन परिणाम विश्लेषक विवेक केसीजी। विवेकजी, यहाँलाई स्वागत छ। धन्यवाद नवराजजी। तपाईँले अस्ति भन्नुभएको थियो जस्तै रासोपाले चाहिँ आगामी चुनावमा म्याक्सिमम 45% र मिनिमम चाहिँ 35% समानुपातिक मत प्राप्त गर्छ भनेर। यसको आधारहरू के हुन् त? नवराजजी, एकदम क्वेसनको लागि धन्यवाद। र म यो एकदम छोटो मिठो एउटा भिडियो मार्फत यो के एक्सप्लेन गर्न चाहन्छु भने मैले एउटा डाटा बनाएको छु। यो डाटा चाहिँ विगतको लास्ट दुईवटा इलेक्सनबाट है, दुईवटा लास्ट विगतको यो इलेक्सनमा चाहिँ म तपाईँलाई यहाँ देख्नुभयो भने 5वटा नर्मली काङ्ग्रेस, एमाले, माओवादी, मधेस पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील र अरू, यो 2074 है। 2074मा काङ्ग्रेसले 32.7% मत ल्याएको थियो, एमाले 33, माओवादीले 13.66, मधेस पार्टीले 10, राष्ट्रिय प्रजातन्त्र पार्टी 2 फ्याकमा थियो, 3% आएको थियो उसको टोटल। त्यो बेलामा घन्टी भन्ने पार्टी थिएन अस्तित्वमा। मैले त्यही भएर उसलाई विवेकशीलमा राखिदिएँ, किनभने उसले नयाँ उभारसँग आएको भएर उसको भोट चाहिँ लगभग राष्ट्रिय स्वतन्त्र पार्टीकै भोट हो भन्न मिल्छ। र अरू बाँकी चाहिँ 5 देखि 6% सबै हटाइएन। र यो 2074 देखि 79सम्म आइपुग्दाखेरि नवराजजी काङ्ग्रेसको 32.7% मत चाहिँ घटेर 25.7 मा आयो। त्यो लगभग 7% को माइनस हो नि। एमालेको 6% माइनस, माओवादीको 2.5% माइनस, मधेसवादी पार्टीको 10% बाट 2% घट्दा 8% माइनस, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्लस भएको छ। अब त्यो बेलामा विवेकशील थिएन, अब राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने एक्जिस्टेन्समा आएको थियो। 8.5% बढेर उसको 10.7 हुन्छ भने अदर्स अरू पार्टीहरूको चाहिँ तपाईँको त्यो बेलामा 6% मत आएको थियो भने तपाईँको 79मा चाहिँ 13% मत, 8% को लिड। 4वटा पार्टीको मत घट्छ हेर्नु है। काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी पार्टीको मत घट्छ 79 को चुनावमा। 74 को कम्पेरिजन कसको बढ्छ भन्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र पार्टी र अरू निर्दलीय र बाँकीको चाहिँ। त्यसको एक्जाम्पल भनेको मधेसमा भए सिके राउतको पार्टी, अथवा सुदूरपश्चिममा भए नागरिक उन्मुक्ति पार्टी र इन्डिपेन्डेन्टहरूले धेरै मेजोरिटी ल्यायो र अदर्सको पर्सेन्टेज आयो। यो जति सरप्लस माइनस यहाँबाट गयो नि तपाईँको यो 3टा पार्टीको, यो चाहिँ तपाईँको यतापट्टिको राइटमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी घन्टी र यसमा डिभाइड भएको छ। ल, स्वतन्त्र एकदमै लास्ट इलेक्सन 74 देखि 79 र यसलाई अब कम्पेयर गर्दाखेरि 79 देखि 82 सम्म आउँदाखेरि यो 25 अहिलेको अवस्था हेर्दाखेरि मिनिमम 8 देखि 10, अघिल्लो पाला 7% घटेको थियो नि, अहिले 8 देखि 10% घट्ने चान्स हाई छ काङ्ग्रेसको। एमालेको अलिकति बढी 10 देखि 12, माओवादीको झन्डै तपाईँको 3 देखि 5, मधेसवादी पार्टीको, किनभने बालेनको उदय भएपछि त्यहाँ भोट काटिने भनेको मधेसवादी पार्टीकै हो, चाहे 1 भोट होस् 2 भोट, त्यसलाई मैले लगभग 4% माइनसमा राखेको छु। राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि भोट बढ्नेवाला छैन, घट्ने नै छ, -3%। र तपाईँको अदर्सकोमा चाहिँ तपाईँको त्यो बेलामा 10 देखि 13% आएको मत चाहिँ मैले अहिलेको चुनावमा हेर्दा चाहिँ 5 देखि 6% घट्ने देखाएको छु है। र यो मत चाहिँ तपाईँको कतै न कतै नयाँ उदाउँदै गरेको शक्तिलाई जाने भएर घन्टी तपाईँको 2079मा 10.7% थियो भने काङ्ग्रेसको अहिले अब तपाईँको 10% घटेको मत, एमालेको 10 देखि 12% को मत, अथवा काङ्ग्रेसको 8% को मत, एमालेको 10% को मत, मिनिमम रेन्जको, माओवादीको 3%, मधेसवादी दलको 4% र तपाईँको राप्रपाको 5% र अरूको 5% गर्दाखेरि लगभग 43.7, उसको बेस भोट चाहिँ 10.7 भनेको यो चाहिँ कहिलेको भन्दाखेरि 79 को। यो तपाईँको मैले लो रेन्जमा राखेको छु है। उनीहरूको लो रेन्जको जुन घट्छ नि -8 अथवा यो -10, -3 राख्दाखेरि चाहिँ 43, र यो मिनिमममा पनि म्याक्सिमममा घट्यो भने, म्याक्सिमममा गयो भने चाहिँ -10% ल्यायो भने यो 48% देखि 50% को बिचमा आउँछ। र अझै मिनिमम यो भन्दा नि बढी झर्ने चान्स भनेको चाहिँ तपाईँको 35 देखि 48। यो भन्न खोजेको चाहिँ 8% घटेर 6% घट्यो, 10% नघटेर 8% घट्यो भने चाहिँ तपाईँको 35 देखि 43। र यही आधारले गर्दाखेरि म्याक्सिमम तपाईँको घन्टीको भोट चाहिँ अहिलेको आधारले गर्ने हो भने 45 देखि 50% प्रोजेक्टेड, मिनिमममा आयो भने चाहिँ 35 देखि 40%। यसले गर्दाखेरि सिट संख्या कस्तो हुन सक्छ? यो चाहिँ समानुपातिकमा भयो नवराजजी होइन। समानुपातिकमा चाहिँ टोटल मत कति खस्छ त्यसको आधारमा भयो। अब अलिकति कन्फ्युजन के पनि छ भने म तपाईँलाई यहाँ प्रश्न, यो चाहिँ समानुपातिक मत थियो है। अब तपाईँको यो प्रत्यक्षमा 2079मा के भएको थियो भने यहाँ मान्छेलाई एकदम कन्फ्युज छ, समानुपातिक मत र प्रत्यक्षको मत धेरै फरक हुन्छ भनेर। काङ्ग्रेस र माओवादीको गठबन्धन थियो, उसको 2.5% भोट कम थियो समानुपातिक भन्दा प्रत्यक्षमा। एमालेको 4% मत बढी थियो,
माओवादीको 2.3। यो कारण छ है नवराजी। एमाले एक्लै चुनाव लडाइ भएर उसको 3-4 सिटमा मधेसमा राजभाषामा मात्रै तपाईँको उपेन्द्र यादवको पार्टीसँग थियो, उसको क्याडर एकदम मोबिलाइज भयो। जब क्याडर मोबिलाइज हुन्छ तपाईँको भोट भनेको त्यसमा ट्रान्सफर हुन्छ। जबकि काङ्ग्रेस र माओवादीको गठबन्धन भएको भएर एक ठाउँमा माओवादीलाई हाल्न पर्ने व्यवस्था, अर्कोमा काङ्ग्रेसलाई हाल्ने कारणले उनीहरूको भोट घटेको। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक मत र तपाईँको प्रत्यक्षको मत चाहिँ -3 छ। -3 डिफ्रेन्स भन्नाले प्रत्यक्षमा चाहिँ -3% डिफ्रेन्स छ। टोटल मत हेर्ने भने मधेसवादी दलको -1.4 र अरूको प्लसमा गएको छ। यसले के भन्न सकिन्छ भने म्याक्सिमम पनि जो लस भएको छ, जसले लास्ट इयरको ट्रेन्ड हेर्दाखेरि चाहिँ प्रत्यक्षमा र समानुपातिकमा जसले जति बढाएको छ 4%, जसले बढी कम्तीमा नि घटाएकोले 3%। भन्नुको मतलब राष्ट्रिय स्वतन्त्र पार्टीले आजको स्थितिमा 48 अथवा 45% हामीले भोट दियौँ भने पनि म्याक्सिमम लस गर्ने भनेको 3 देखि 5%, प्रत्यक्षमा भनेको 38 देखि 40% चाहिँ लगभग तपाईँको उसको प्रत्यक्षमा पनि भोट आउँछ। अब एकदमै अन्त्यमा भनिदिनु, एकदमै छोटो, हामीसँग टाइम धेरै छैन। यो हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीले कति जति सिट हासिल गर्ला नवराजी? होइन, यो प्रोजेक्सनले सिट चाहिँ कस्तो हुन्छ नि, समानुपातिकको त तपाईँको लगभग यही 48 देखि 50% भोट आयो भने त 60 लाखभन्दा अबको भोट आउँछ होइन। त्यसले गर्दाखेरि 60 लाखकै भोट भन्यो भने पनि तपाईँको अब अरू पार्टीले कति ल्याउँछ पर्छ, मिनिमम पनि 55 देखि 60 सिट त हामीले राख्न मिलिहाल्यो। र यदि यो ट्रेन्ड तपाईँको लास्ट इयरको डाटाको ट्रेन्ड हेरेर प्रत्यक्ष हेर्दाखेरि म्याक्सिमम लस 5% 6% लस गर्न सक्ने देखिन्छ है राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक मत भन्दा। त्यसले गर्दा चाहिँ तपाईँको सिट ट्रान्सफरेबल सधैँ एउटै हुन्छ भन्ने छैन, किन एउटा सिटमा हाई भोट ल्याउँछ, अर्को सिटमा कम ल्याउँदाखेरि लगभग यसले पनि सिम्पल मेजोरिटी चाहिँ दिन्छ है। यसले सिम्पल मेजोरिटी पनि दिन्छ अथवा मेजोरिटी भन्दा अलिकति बढी, अस्ति हामीले टक गरे जस्तै। ओभरअलमा त्यही म अहिले पनि के भन्छु भने 150 देखि 160 को रेन्जमा चाहिँ सेफ साइडमा छ राष्ट्रिय स्वतन्त्र पार्टी।